नमस्कार साथीहरू। आजको यस भिडियोमा म हजुरहरू सामु 5 इनोभेटिभ पेडागोजिकल अप्रोचेसको बारेमा छलफल गर्न आइसकेको छु र म प्रस्तुता अनुपम रिजाल हजुरहरूलाई यस छोटो मिठो भिडियोमा स्वागत गर्न चाहन्छु। आशा छ भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ र हामीले यो 5 इनोभेटिभ पेडागोजिकल अप्रोचेसको बारेमा चर्चा गर्दै गर्दा सुरुमा पेडागोजी र इनोभेटिभ पेडागोजीको बारेमा बुझ्न एकदमै जरुरत छ र यो पेडागोजिकल अप्रोचेस अथवा शैक्षणिक विधिहरू भन्दै गर्दा यो शैक्षणिक विधि भनेकै के हो भन्ने हामीले बुझेन भने फेरि त्यो अर्को अन्यलता छाउन सक्छ। तसर्थ यो पेडागोजी भनेको चाहिँ शिक्षण विधि हो जसले चाहिँ विद्यार्थीहरूलाई कसरी आफ्नो शिक्षण सिकाइ क्रियाकलापप्रति अट्र्याक्टिभ बनाउने भन्ने कुरालाई जोड दिन्छ। यो एउटा विधि हो, एउटा मेथड भनेर हामीले बुझ्न सक्छौँ। कसरी पढाउने, के पढाउने भन्दा पनि कसरी पढाउने, कुन चाहिँ कन्टेन्ट छ, जुनसुकै कन्टेन्टलाई पनि विद्यार्थीको उमेर, समूह, ज्ञान प्राप्त गर्न सक्ने क्षमताको आधारमा कसरी शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने भन्ने कुरालाई चाहिँ हामी शैक्षणिक विधि भनेर बुझ्न सक्छौँ। र इनोभेटिभ पेडागोजी भनेको चाहिँ यही पेडागोजी अथवा शैक्षणिक विधिलाई अझ आधुनिकीकरण गर्दै विद्यार्थीहरूको रियल टाइम समस्या समाधानमा केन्द्रित रहेर ट्रेडिसनल भन्दा अलिकति माथि विद्यार्थी केन्द्रित तरिकाले चाहिँ शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नको निम्ति चाहिँ यो इनोभेटिभ पेडागोजीको कन्सेप्ट अघि सारिएको हो। र अब भने यो हाम्रो 5 वटा पेडागोजिकल अप्रोचेसहरूमध्ये पहिलो चाहिँ हाम्रो फ्लिप्ड क्लासरुम मोडल छ। फ्लिप्ड क्लासरुम मोडल भने चाहिँ कस्तो भने सपोज हामीसँग एउटा कुनै बुक छ, बुकमा दुईटा साइड हुन्छ, एउटा ब्याक साइड हुन्छ, अर्को फ्रन्ट साइड हुन्छ। त्यो हामीले यदि कुनै हामी जतापट्टि पल्टाउँछौँ अथवा त्यसलाई फ्लिप गर्छौँ, यदि फ्रन्टमा छ भने ब्याक आउँछ, ब्याकमा छ भने फ्रन्टमा जान्छ। त्यस्तै यो हाम्रो फ्लिप्ड क्लासरुम मोडल छ, जुन यो चाहिँ ठ्याक्कै कस्तो छ भने हाम्रो ट्रेडिसनल मोडल छ नि जुन, त्यसको चाहिँ ठ्याक्कै फ्लिप्ड अथवा उल्टो छ। ट्रेडिसनल शिक्षण विधिमा चाहिँ के हुन्छ भन्नुहुन्छ भने विद्यार्थीहरूलाई शिक्षक केन्द्रित तरिकाले कक्षा कोठामा पठन पाठन गराइन्छ र त्यसपछि मात्रै विषयवस्तुलाई घरमा गएर हेर्ने पढ्ने बानी हुन्छ भने यो फ्लिप्ड क्लासरुम मोडलमा चाहिँ सबैभन्दा पहिले डिजिटल प्लेटफर्महरूको युज गरेर, टेक्नोलोजीको प्रयोग गरेर विद्यार्थीहरूले आफ्नै घरमा बसेर चाहिँ धेरै कुराहरू सिक्छन् र त्यो सिकेको कुरालाई चाहिँ कक्षा कोठामा टिचर विद्यार्थी जस्तो नभइकन साथी जस्तो तरिकाले ग्रुप वाइज इन्डिभिजुअल्ली समस्या समाधानमा केन्द्रित हुने एउटा विधि अथवा मेथड हो। यसले चाहिँ टिचरको रोललाई चाहिँ लेक्चर नभएर अथवा एउटा बोलिरहने वक्ता मात्रै नभएर एक्टिभ लर्निङ फेसिलिटेटरको भूमिका पनि निर्वाह गर्ने व्यक्तिको रूपमा प्रस्तुत गर्छ। जस्तो विद्यार्थीले नजानेका कुराहरूलाई सहजीकरण गरिदिने पाटाहरू आयो, यो कुरामा टिचरले चाहिँ फ्लिप्ड क्लासरुममा आफ्नै शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने गर्दछ। र हाम्रो दोस्रो नम्बरमा छ इन्क्वायरी बेस्ड लर्निङ। ठ्याक्कै हाम्रो शिक्षण सिकाइ क्रियाकलाप अथवा शिक्षाको प्रकृति कस्तो छ भने हामी क्वेसन पढ्छौँ, बुझ्छौँ अथवा पढ्ने कण्ठ गर्ने मात्रै आधारमा हाम्रो शिक्षण सिकाइ क्रियाकलाप शैक्षिक विधिहरू यसरी प्रस्तुत भइरहेको छ भने यो इन्क्वायरी बेस्ड लर्निङ चाहिँ कस्तो भन्नुहुन्छ भने त्यो सबै कुरालाई मध्यनजर गर्दै यसमा चाहिँ विद्यार्थीहरूले सेल्फ रियलाइज गरेर कुनै पनि कुरालाई थ्योरीको आधारमा होइन कि लाइक सपोज
तरकारीमा नुन हालिएन भने खल्लो हुन्छ। त्यो हामीले थ्योरी पढ्नुको सट्टा तरकारीमा नुन नहाली खाएर टेस्ट गर्यो भने त्यो प्र्याक्टिकल्ली खल्लो रहेछ भन्ने प्रुफ हुन्छ नि। हो त्यस्तै विद्यार्थीहरूले कुनै पनि कुरालाई आफैले गरेर प्र्याक्टिस गरेर त्यसबाट प्राप्त अनुभवको आधारमा चाहिँ शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्छन् भने त्यसलाई चाहिँ हामी इन्क्वायरी बेस्ड लर्निङका रूपमा बुझ्न अथवा बुझाउन सक्छौँ। यो चित्र हेरेर पनि तपाईँले थाहा पाउन सक्नुहुन्छ। कुनै पनि कुरा शब्दमा बोलेको सोधेको आधारमा भन्दा पनि यथेष्ट प्रमाणका आधारमा त्यसलाई अघि बढाउनु तरिका नै हाम्रो इन्क्वायरी बेस्ड लर्निङका रूपमा हामी बुझ्न सक्छौँ। र अर्को तेस्रो नम्बरमा छ गेमिफिकेसन। गेमिफिकेसन भनेको चाहिँ कस्तो भने विद्यार्थीहरूको उमेर समूहको आधारमा कक्षा 1 देखि अथवा सानो भर्खर विद्यालय जान थालेको बालकदेखि माथि पिएचडी गर्न लागेको व्यक्तिसम्मले आफ्नो आफ्नो उमेर समूह, क्षमता, बौद्धिकताको आधारमा शिक्षण सिकाइबाट प्राप्त गर्ने ज्ञानको त्यो प्राप्त गर्ने एउटा क्षमता हुन्छ, त्यो फरक हुन्छ। लाइक अब कुनै विद्यार्थी 4 वर्षको छ, 5 वर्षको छ भने उसले थ्योरिटिकल कुराहरू बुझ्दैन, त्यो बुझ्नै सक्दैन। तर चाहे जुनसुकै तहको विद्यार्थी होस्, चाहे जस्तो सुकै लर्नर किन नहोस्, यदि हामीले कुनै पनि शिक्षण सिकाइ क्रियाकलापलाई गेमको आधारमा चाहिँ प्रस्तुत गर्यो भने त्यो धेरै इफेक्टिभ हुने देखिन्छ। जस्तो गेमिफिकेसन इन एजुकेसन भनेर यहाँ टपिकमै क्लियर गर्न खोजेको छ। लाइक अब कस्तो हुन्छ भने कुनै पनि गेमको रुल्स जस्तै यदि कोही विद्यार्थीले राम्रो पठन पाठन गर्छ भने उसलाई कुनै रिवार्ड्स दिन सकिन्छ, कुनै पुरस्कारहरूको व्यवस्था गरिन्छ, जसले गर्दाखेरि चाहिँ थप मोटिभेसन उसलाई स्वयंलाई त मिल्छ, साथै त्यो साक्षी बसेर पढिरहेका विद्यार्थीहरू, सुनिरहेका केटाकेटीहरूले चाहिँ यदि थप हामीले कुनै पनि कुरालाई चाहिँ अब तन मन वचन लगाएर चाहिँ प्रस्तुत गर्यौँ भने चाहिँ सफलतापूर्वक तरिकाले हामीले शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न सक्छौँ भन्ने कुरालाई चाहिँ गेमिफिकेसनमा जोड दिन्छ। अब यहाँ पनि मैले केही पोइन्टहरू राखेको छु, हजुरहरूले हेर्न पनि सक्नुहुन्छ। मैले गेमिफिकेसनको बारेमा बताइ पनि सकेको छु। र अर्को भनेको प्रोजेक्ट बेस्ड लर्निङ। यसलाई चाहिँ हामी पिबिएल भनेर पनि बुझ्ने गर्छौँ। यो प्रोजेक्ट बेस्ड लर्निङमा चाहिँ विद्यार्थीहरूले कम्प्लेक्स प्रोजेक्टहरूलाई चाहिँ सल्भ गरेर तीबाट चाहिँ ज्ञान आर्जन गर्ने गरेको पाइन्छ। यसमा चाहिँ अब अहिले यो 21औं शताब्दी चाहिँ टेक्नोलोजीको युगमा प्रवेश गरिसकेर पनि मान्छेहरू एकअर्काबाट टाढिँदै गएको केसमा यो प्रोजेक्ट बेस्ड लर्निङले चाहिँ थप उनीहरूलाई नजिक ल्याउन पुर्याउँछ जस्तो लाग्छ। किनभने प्रोजेक्ट बेस्ड लर्निङ भनेको कस्तो भने यसमा चाहिँ कोलाबोरेसन हुन्छ, टिमवर्क हुने भइहाल्यो, अनि यसमा क्रिटिकल थिङ्किङ हुन्छ। अब कुनै कुराको ठुलै प्रब्लम आएको छ अथवा सानै छ भने अलिकति त्यसलाई सोच्नुपर्ने अवस्था आउन सक्छ। अनि यसले चाहिँ विद्यार्थीहरूलाई अथवा लर्नरहरूलाई चाहिँ कुनै पनि कुरालाई चाहिँ काम गरेर नै सिक्ने भन्ने कुरालाई चाहिँ यसले केन्द्रित गरेको छ। जस्तो यहाँ हजुरहरूले फिगरमा पनि देख्न सक्नुहुन्छ, प्रब्लम सल्भिङ यहाँ धेरै क्युबहरू छन्। अब यिनीहरूलाई चाहिँ एउटै फ्रेममा राख्नको लागि अथवा यिनीहरूलाई मिलाउनको लागि पनि यहाँ प्रोजेक्ट बेस्ड लर्निङ इन्डाइरेक्टली रूपमा प्रस्तुत भइरहेको हामी बुझ्न सक्छौँ। 5औं पेडागोजिकल अप्रोचेसको रूपमा चाहिँ हामीसँग डिजाइन थिङ्किङ अप्रोचेसको रूपमा रहेको छ। यसमा चाहिँ ठ्याक्कै यो डिजाइन थिङ्किङ भनेको चाहिँ कस्तो हुन्छ भने कुनै पनि जटिल वा व्यावहारिक समस्यालाई मानिसको दृष्टिकोणबाट बुझेर त्यसको सृजनशील मतलब क्रिएटिभ वेबाट चाहिँ व्यावहारिक समाधान निकाल्ने एउटा आधुनिक तरिका हो, जसमा चाहिँ कुनै पनि विद्यार्थीहरूलाई चाहिँ एउटा
ठुलो समस्या आयो भने एउटा सल्भ गर्नको लागि अलिक जटिल किसिमको प्रश्न विद्यार्थीहरू सामु राखियो भने विद्यार्थीहरूले चाहिँ कुनै त्यो समस्यालाई गहिराइमा गएर त्यसको पछाडि लुकेको अथवा हिडन पार्ट हुन्छ नि, त्यहाँ पुगेर चाहिँ त्यो वास्तविक कारण पत्ता लगाई नयाँ उपायहरू खोज्ने गरिन्छ। त्यो चाहिँ हाम्रो डिजाइन थिङ्किङ अप्रोचेस अन्तर्गत पर्दछ। अनि यसमा चाहिँ ठ्याक्कै के गरिन्छ भन्दाखेरि अघि मैले भने जस्तै कुनै पनि समस्याको डेप्थ गहिराइमा गएर त्यसलाई मजाले बुझिन्छ, जसले गर्दाखेरि चाहिँ क्लियरिटी प्राप्त हुन्छ कुनै पनि विषयवस्तुमा। र ठ्याक्कै एउटा उदाहरण चाहिँ यसमा के आउँछ भने जस्तै यदि कुनै कक्षा कोठामा विद्यार्थीहरूलाई पढ्न अप्ठ्यारो लाग्यो अथवा झ्याउ लाग्यो भने त्यो कन्डिसनमा शिक्षक वा साथीहरू सँगसँगै मिलेर किन चाहिँ विद्यार्थीहरूलाई अल्छी लाग्यो त, के कारणले चाहिँ उनीहरूलाई पढ्न मनै छैन त भन्ने कुरालाई चाहिँ हामीले उनीहरूको समस्या महसुस गर्छौँ भने त्यसलाई हामीले चाहिँ पेडागोजिकल अप्रोचेस अथवा शैक्षणिक विधिका रूपमा बुझ्न सकिन्छ, जसले चाहिँ उनीहरूको समस्या पहिचान गरेर के समस्याहरू छन्, कसरी विद्यार्थीहरूलाई पढ्न मन लागेको छैन र कसरी यिनीहरूलाई चाहिँ केन्द्रित गर्न सकिन्छ भन्ने जस्ता कुराहरू चाहिँ त्यसमा केन्द्रित रहेको देख्न सकिन्छ। र दर्शक महानुभावहरू यतिन्जेल भिडियोलाई हेरेर साथ दिनुभयो। र अन्तमा र सम्पूर्ण दर्शक महानुभावहरू यो 5 पेडागोजिकल अप्रोचेसको बारेमा चाहिँ आफ्नो कुराहरू हजुरहरूमाझ प्रस्तुत गर्न पाउँदा म आफै पनि प्रफुल्लित छु। साथै हजुरहरूले पनि यो भिडियो मार्फत केही न केही त ज्ञान प्राप्त गर्नुभयो होला भन्ने आशा गरेको छु। यहाँनिर एउटा फिगर पनि छ, यसलाई हेरेर पनि थप बुझ्न सकिन्छ। र हस् त आजलाई भिडियो यति नै लाग्यो। यस्तै भिडियोहरू म लिएर आउने नै छु। कृपया च्यानललाई सब्स्क्राइब गरेर जोडिन भने नबिर्सिनु होला। धन्यवाद।